देख्नुभयो नि साउजी हेलो साउजी माछाको तुरी चाहिँ पाउँछ पाउँदैन माछाको तुरी चाहिँ पाउँछ पाउँदैन तुरी के माछाको हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ र फेसबुक पेजमा पनि स्वागत छ तपाईलाई है तपाईहरुले फलो गरिराख्नु होला र मेरो च्यानललाई भिजिट गर्नु होला र फेसबुक पेजमा पनि भिजिट गर्नु होला तपाईहरु सबले भिजिट गर्न सक्नुहुन्छ आज चाहिँ ताप्लेजुङ बजार कस्तो छ तपाईहरुलाई मज्जाले देखाउने छु मज्जाले हिँडेर है एकै ठाउँ लाग्नु मास्टर सुन पसलमा म मजाक गर्छु साउजीलाई है हेलो साउजी घुम्दै घुम्दै पाइपुग्यो त भन्नु को विषयमा मैले कुरा गर्छु बडा कष्ट जसले जित्दा पनि मलाई घन्टे फरक पर्छ झिक्कै झिक्कै माया तमलाई आई लभ यु साउजी काम गराउनु भयो एउटा यहाँ गीत गाइदिनु पर्यो मलाई एउटा चिज चाहियो क्या तपाईँकै लागि सबै छ हो मलाई चाहियो क्या त्यो हिरा हिरा चाहिँ पाउँछ हिरा पाउँदैन हिरा पाउँछ नि होइन पाउँदैन खोज्नुपर्छ कति पर्यो त दाम चाहिँ त्यो दाम पनि थाहा छैन त्यो पाउन पनि कहाँ पाउँछ त्यो पनि थाहा छैन किलोमा बेच्ने हो कि आनामा बेच्ने कि तोलामा बेच्ने कि ग्राममा बेच्ने त्यो पनि थाहा छैन हिराले चाहिँ के काम गर्छ गर्नु चाहिँ मान्छे सबले राम्रो चिज हो भन्छ राम्रो भन्छ त्यो के हो के कति छ अहिले सुनको भाउ साउजी सुनको भाउ आज 2,85,000 पैसा तपाईँले घटाउनु मिल्दैन नाकमा सिँगान छर्कै हान्छ नाकमा सिँगान छर्कै हान्छ चल्दैछ काम ल ठिक छ कहाँसम्मको यात्रा वहीँसम्म म यहाँ यसो साथीहरूसँग मजाक गर्दै बधाई गरिदिनुहोस् दोकानको नाम भनिदिनुहोस् न एकपल्ट मेवा खोला ज्वेलर्स डाँडा साइनो होटलको भित्तामा ट्याक्सी काउन्टर झर्ने बाटोको ठिक्क भित्तापट्टि मतलब मुरमुतालको जुत्ता भन्ने पाउँदो रहेछ त्यो जुत्ता चाहिँ कस्तो छ म चाहिँ मुरमुतालको छैन साउजीलाई यहाँ मुरमुतालको जुत्ता सोध्दैछु है कस्तो रहेछ यहाँ छ कि छैन रहेछ होइन मुरमुतालको जुत्ता सोध्दैछु साउजीलाई लुङ्गीहरू टन्ने रहेछ ल आमा हेर्नु त लुङ्गी है त्यसपछि यो चाहिँ के हो त ज्याकेट होला है ज्याकेट होइन रेनकोट हो ए रेनकोट यता चाहिँ आमा पुरै दुलै दुलो रहेछ यार के हो यस्तो ए टाउको बिनाको मान्छे मात्र रहेछ है टोपी एउटा टोपी लगाइदिउँ न 1 गोटा 2 3 4 5 6 7 8 9 वटा रहेछ मान्छे तपाईँलाई सोध्ने मात्रै आउँछन् ल साउजी तपाईँको दोकानमा नि एउटा मुरमुतालको जुत्ता भन्ने चाहिँ खोज्न आइयो छैन अझै मुरमुतालको जुत्ता चाहिएको गरे गाउँदेखि पठाएको है अहिले यो यसको प्राइस कति छ यो नानी बोक्नेको 2000 छ ठिक छ ल बच्चा बोक्ने खै हेर्नु न जुत्ता चाहिँ हेर्नु न त ल जुत्ता होइन गाउँमा पठाउने म हेरिहाल्छु नि जुत्ता हेर न तर मुरमुतालको चाहियो के मुरमुर छैन तर मुरमुतालको चाहियो के मुरमुर छैन मुरमुतालको छैन छैन बाबु नभएको कुरा चाहिँ कहाँ ल्याउँ मैले मुरमुतालको चाहियो मुरमुतालको मुरमुर छैन बाबु मुरमुर छैन बरु मेरो भएको चाहिँ लैजाऊ न कुन चाहिँ हो तपाईँले सबै मुरमुरै मुरमुर छ गर्मी भयो यार मुरमुतालको जुत्ता खोज्न आएको हाम्रो साउजीको एकदम राम्रो छ है कपडा पसल एकदम राम्रो छ माछा पसल रहेछ यार म चाहिँ अहिले माछा पसलमा आएको थिएँ साउजीलाई माछा फुटाएर पखेटा होइन अनि के एउटा चिज माग्नु पर्यो मेरो साउजीलाई तपाईँ चाहिँ के माग्नु भयो आधी केजी मासु रे तपाईँको आधी केजी मात्र माग्नु भएको म चाहिँ माछाको के भन्छ फुटाएर पखेटा होइन माछा काट्दै हुन्छ देख्नुभयो नि साउजी हेलो साउजी माछाको तुरी चाहिँ पाउँछ पाउँदैन तुरी के माछाको हेलो साउजी
माछाको तुरी चाहिँ पाउँछ पाउँदैन तुरी के माछाको हेर्नुहोस् हाम्रो सब्जी सिरियस भएको माछाको तुरी सोधेको हुँदैन माछाको तुरी माछाको खुट्टा पखेटा चाहिँ हुन्छ खुट्टा हुन्छ माछाको सब्जी खुट्टा हुन्छ कि हुँदैन सब्जी माछा खुट्टा हुन्छ हुँदैन हुन्छ त्यो कस्तो हुन्छ देखाउन माछा खुट्टा कस्तो हुँदो रहेछ हुँदैन तुरी चाहिँ माछा थाहा छैन तपाईँ यार कति सिधा मान्छे हो माछाको तुरी हुन्छ हुँदैन हुन्छ सब्जी थाहा रहेन त हाम्रो सब्जीलाई किन ढाँट्नु भएको हुँदो रहेछ त नि मलाई थाहा छैन तपाईँ आफै माछा काट्ने मान्छेलाई कसै थाहा नहुँदैन माछाको तुरी कन्फर्म हुन्छ होइन ल ए हाम्रो सब्जी यार सिधा रहेछ 1 केजी देऊ न माछाको तुरी खुट्टा पखेटा गर ल हाम्रो सब्जीलाई मजाक गरेको है एकछिन त अकमक्क परे बिचरा हुँदैन भन्छ नि त के गर्नु अब म चाहिँ ठ्याक्कै अहिले तोक्नु डाँडा आइपुगेको छु है एकदम धेरै भिड छ है अब पल्लो होटलमा जान्छु म होटल साइडमा तोक्नु डाँडा कहाँ छ होटल अलिक खाजा खान लायकको है डाँडा है यो चाहिँ ठ्याक्कै होइन देख्नुभयो नि कति धेरै मान्छे छ भिडभाड छ आज हाम्रो बाबु यस्तो सिलाउँदै हुनुहुन्छ हाम्रो बाले सायद कति राम्रो काम गरिराख्नु छ हाम्रो बाले सब तोक्मी डाँडाको साइडमा फाटफुट पसलहरू आन्टीले मजाले के पकाइराख्नु भएको छ आमा केरा केरा बेच्नु हुन्छ हाम्रो राम्रो सब्जी धेरै नास्ता केही छैन तोकमेडा ल तोकमेडा आइयो तोकमेडादेखि अब घुम्चो लाग्छ है अझ निकै धेरै देखियो यार भिडभाड तोकमेडामा सरर दिदी हजुर आलुचप पाकेको छ सन्चै हुनुहुन्छ नि पैसा छैन अब पैसा नभएको आलुचप कसै खानु पैसा छैन नि आज त आलुचप खानु पकाउँदै हुँदो रहेछ आलुचप सरी खुट्टा लाग्यो तपाईँलाई सरी है आलुचप प्याजी चटपटे पानीपुरी अरू केही छ रक्सी के चाहिन्छ अन्डा यो चाहिँ ताप्ले तोक्मी डाँडा है साइडमा सानो यो छाप्रो लाएर बस्नु भएको छ उहाँहरू व्यापार बिजनेस गर्नको लागि सानो छाप्रो लाएर व्यापार बिजनेस गर्नको लागि बस्नु भएको छ बा हुनुहुन्छ एकदम होइन उहाँले चाहिँ आलुचप पानीपुरी चटपटे चाउचाउ अन्डाहरू छन् खाजा खानुको लागि होइन खाजा खानको लागि ल ठिक छ ठिक छ ल यहाँ चाहिँ एकदम बस्ने ठाउँ पनि चट्ट रहेछ होइन बस्ने ठाउँ हेर्नु कति मजाले बसेर खाने ठाउँ छ है खातावाला दोकान अब फेरि चट्टसँगले होइन अब अन्डा देखाउनु भयो अन्डा अनि अरू केही छ सबै थोक पाउँछ सबै थोक त नभन्नु सबै थोक नभन्नु फेरि बा सबै थोक त नभन्नु न अहिले त्यो नभएको चिज मागेर के गर्नुहुन्छ खाजा पानी नास्ता छ त्यसो सबै थोक भने त काम बिक्री गर्ने भरे फेरि नभएको माग्यो भने ल चिसो सब पाउँदछ हाम्रो तोक्मी डाँडामा आजभोलि चाहिँ है पसल सानो राख्नु भएको छ उहाँहरूले यहाँको बा चाहिँ कहिले निस्केर गए अनि के गरे यो चाहिँ यहाँ एकजना मान्छे बस्नु भएको छ यहीँ सुत्नुहुन्छ होइन त्यही सुत्छ त्यही पकाएर खान्छ राम्रै छ मान्छे बुढा बेला बेला केटीको कपडा लाएर नाच्छ होइन पैसा पनि कमाउँछन् कि त्यतिकै नाच्छन् मात्र हौ दिन्छ मान्छेले नाच्दाखेरि
एउटा लाग्छ मलाई पनि अँ, पैसा लाग्दैन अब यो पनि सार्ने भन्दै त कहिले सार्ने नै बस पार्क दिदी ओइ के गर्ला सार्ने कुरा गरेको त अस्ति त अस्ति सार्ने भनेर सुनेको थिएँ मैले यहाँ तोकडाँडाको बस पार्क है यो चाहिँ ताप्लेजुङ जिल्लामा पहिल्यैदेखि गाडी बसहरू राख्ने गर्छ यो ठाउँ चाहिँ तोकडाँडा भन्छ तर अहिले चाहिँ बस पार्क सारेको छ भन्ने केही कुरा बुझेको थिएँ सारेको कुरा होइन है